सलाई नमस्ते एन्ड वेलकम टु किनभने तपाईँको अहिले यो बुकमा डिफ्रेन्ट टाइमको सेक्रिफाइस आफ्नो डेडिकेसन यस्तो खालको सक्सेसको कुराहरू हामीले अभियसली पाउन सक्छौँ। त अघि नै हजुरले कुरा गर्नुभयो मेन्टल स्ट्रेसदेखि म कसरी ओभरकम भनेर यस्तो यस्तो कुराहरू विदेशमा आउनुभएका सबै मान्छेले स्ट्रेस पनि हुन्छ भन्ने कुराहरू भन्नुभयो। माई क्वेसन चाहिँ के छ भन्दाखेरि चाहिँ अब सक्सेसदेखि सबै यो तपाईँको बुकमा पाउन सकिन्छ होला। हजुरले यो आफ्नो फिटनेसदेखि लिएर यस्तो कुराहरू पनि समावेश गर्नुभएको छ कि छैन भनेर यस्तो भन्न सक्नुहुन्छ? म अलिकति प्राय व्यक्तिले खेलाएको छ भने भन्छ यसो हेर्दाखेरि चाहिँ आफ्नो उमेर जस्तो नदेखेर ओतहरू जसाले फिट हुनुहुन्छ यङ जस्तो देखिनुहुन्छ भन्छ नि। त्यो ठुलो सत्य के हो भने व्यक्ति आफ्नो उमेरभन्दा यङ कहिले देखिन्छ, तर प्राय व्यक्तिहरू आफ्नो उमेरभन्दा बढी चाहिँ देखेको छ। आफ्नो उमेरभन्दा प्राय व्यक्ति बढी किन देखिन्छ भने त्यो खानपिन, स्ट्रेस, भागदौड होइन, ती सबै कुराहरू